हेलो एभ्रिवान, नमस्ते तपाईँ सबैजनालाई। म चाहिँ किचनमा छु। सबैभन्दा पहिला चाहिँ ड्युटीबाट म आएको छु घरमा। सो अब चाहिँ म सबैजनाको लागि खाजा बनाउँदैछु। खाजा बनाउँदाखेरि चाहिँ 4हरू बजिसकेको छ गाइस। अब यहाँ म चाहिँ खाना पकाएर सब्जीसँग हल्का खाना फ्राई गरिदिनु पऱ्यो। फ्राई राइस चाहिँ भन्नु मिलेन, त्यति खास बनाउँदिनँ। सो त्यही भएर होइन दादालाई दिएँ, दादा खानुहुँदैछ। अनि खाइसकेर मान्छे निकुङसँग उनीहरू बोलिँदैछ। अब म खान्छु है गाइस। अनि अब हस्बेन्ड आउँछ, कस्तो बोकाएर आउँछ बिचारा हो। म चाहिँ खाँदैछु, अब आइपुग्दै होला। सो उहाँ आएपछि उहाँलाई दिन्छु। अनि आजको चाहिँ यति नै हो गाइस। भिडियो हेर्नु होला है। भोक लागेको अनुहारी भोक्काएर आइपुग्नु भएको चाहिँ खाजा माग्दैछ। आज के गर्नु, अन्डा मात्रै उमालिदिनु कि म्यागी कि तितो हालिदिनु कि? भोक लाग्यो थियो पुरा। आज चाहिँ केही छैन, तितो सितो केही हालिदिएको छैन होला नि।